चिया तो बारी बारी यार फटा भन्ने सुन्ग्यौ नि कि यार आउन त हो भन्छ यार फेरि अगाडि यार सब तुमालमा चाहिँ बल गरे यार एकजना जानु नि एकजना तपाईँ जानु न माइल भन कतै जानु भयो कि यार म आउनु भयो नि कि अब उहाँले चिनेछु यार ज्यालो भयो यार राम्रो चाहिँ राम्रो रहेछ है यो त लोकल होइन सोझो होइन लोकल हो यत्रो ठिकै हो यतिकै बेलामा यो घाँस नपाउने बेलामा किन बाग्नुबाट हम्फाल्ने हो तल यस्तै यस्तै योगदाहरू छन् यसरी होइन होइन मारने कसरी हान्ने चलेको छ त्यो चरापै पार गर्नु रुखमै चराप हो त्यसै चिसामा त्यो लाइलन डोरीले कति बलियो हुन्छ रागो मर्नलाई यति गाह्रो गाँठे हजुर ल त्यही बेलामा हानु ल हाने हुन्छ त्यही लडाइहाल्यो नि मार हान्नै परेन त्यही बेला घनले हान्यो न ए घनले हान लडाइसित फुत्काइ भ्यायो फेरि उठ्यो फेरि उठ्यो रसी नबानी कहाँ त्यसै पुछाल तार्न हुन्छ रसीले बान्नु पर्ने खुट्टो हो ल योगदान रमाइलो यही त हो नि रमाइलो दिपक गुठी त यहाँ पो खतरा हुँदो रहेछ त बिरकोट दमैलीको सुनार गुठीमा चाहिँ पाठो जत्रो पाडो काटेकी रहती यहाँ चाहिँ के भयो तरिका मिलेन मारा मैले घरले हानमा ढलाइदिएको पहिले खुट्टा बाँधिदिनु भयो बाँधिन अब हाने ल अब बल्ल मिले हो यही बेला लडाइरहेको त्यतिखेर त पञ्चरले हाने पनि भुक्लेकै हुन्छ त त्यहाँ त कस्तो मिलेको त हान्न हो यस्तो लडाएपछि त हान्ने हो त्यसले हान न ल
कस्तो पागल रहेछ लडी भ्यायो लड्दा लड्दा त्यही बेला नमारेर मार्ने ए हान न त्यस्तो मजा टाउको दिएछ गनले त मिल्यो हान्न यसो गरी गरी यिनीहरूले फुत्काउँछन् आज अचम्मै गरी म सुतेँ अहिले मिलेन त ए छिनेर एकचोटि छिनेर रगत थाले अब के भुत्रा खान्छन् खै अन्न त हान्यो ए रगत थापर रगत बिजोग बनायो थाल चाहियो के थाल ल यो एकतालाई चाहिँ टिका लगाइदिनु पर्यो थाल दिनु नि एउटा हजार बच्यो कसको हजार बच्यो एकचोटि म ए मारा नि योगदा यस्तो मिलेको हान्न कहाँ मिल्छ भनेको यहाँबाट देख्नु र त्यहाँबाट फरक पर्छ नि यार ल रगत जति त भुट्टामा नबस्नु भयो ए मासु त यो यहाँ बाटोमा हाल्नु मासु यहाँ हाल्नु ल अझै चल्दैछ ए त्यो हिलो रगत नथाप्नु हिलो रगत 98 वर्षको हजुरबा काम्नु भएको कसरी ल हजुरआमा कति वर्षको हुनुभयो तपाईँ 60 हजुरबा 98 होइन अब 2 वर्ष छ 100 पुग्न ए अहिले आउने छ अहिले आउँछ होइन पिछेचोटि हाने पनि तिमीले आफ्नो उद्देश्य पुरा गरेर नि त बाबुले गरिन्छ यो राँगलाई त कहाँ छोड्नु भएन कि हानिरहने हो राङ्गै काट्ने आएको भन्थ्यो यहाँ काइदै गरे के भयो कहाँ मिल्छ भनेको हानलाई यार मैले यस्तै हो त हाम्रो भान्जारी दुईटा नहुने तिनजना नहुने यस्तो छड्केर हाने त्यत्रो काटेको होइन आधी काटेको एकै ठाउँमा जान्थ्यो खै त्यो आर खोड खै उता लान्छु फेरि यस्तो हो कि मार फेरि खुर्पा यति पारी लाने आज होइन होला नि कहाँ काट्ने एउटा मलाई फोन आउँछ यार अनि घाँटी कहाँ भेट्छ यही मान्छेले हिजो रक्सी खाएको यही मान्छे हिजो मातेको हिजो रक्सी खाने मान्छे यही हो मातेर आज उठेछ बाबु जिम्दै छ भुरभुरले
खाने मान्छे यो हो हिजो रक्सी खाने मान्छे मातेर सुते यही हो आज उठेछ धन्दा जिम्दै रहेछ उद्यम बाहिर खाटमा राखेछ ल्याएको मेरो खिचेर राखिदिउँ न होइन यसको खिचेर युट्युबमा राखिदिउँ न यो अब छिटै जान्छ कि यही बस ल प्रकाश छिटै अघि ए अहिले आउँछ जम्मै आउँछ यो तपाईँ त झ्यापै एउटा हातले समाएर खुट्टाले लडाएको नि त अघि एक्लै लडाइदिनु भएको एक्लैले यत्रो राम्रो लडाइदिनु भयो ल आउने मान्छे चाहिँ विनोद जस्तै छ विनोद आउने 72,000 रुपियाँ हो त 45,000 त हाम्रो पाउने लाखै भयो लाखै भइहाल्यो राजीव गर बेल्छ नि राजीव बाबु राजीव त्यहाँ घरमा बेल्छ न राजीव बेल्छ त्यसो खालि मान्छे त्यो रली चाहिँ झट्टै पहिले राउन्डमा तयार राखेको कति काटेछ पनि पहिलो राउन्ड आधा त काटेछ आधै काटेछ हो होइन हान्न माछामा हाल्नु त ढाडमा हाल्ने कि लाइटर यहाँ मसँग हामी थाहा राख्यो भने यार हामी नहानेको राख्यो राव काट्ने योग्दा गए 9 बजे होला त्यो त बोक्नै भएन नि चारजनै चढेछन् क्या हो दुःख दिएको होइन बिचरा यसलाई खुत्केर भयो भए दुःख दिएको भन्नु ए यो कुकुर कहाँमा घर जाडोले यस्तो जाडो हुँदो रहेछ हर्रै काम कि ल भिरकोटको जाडोले कुकुरै काम्यो कसरी कामेको जाडोले हेर भिरकोटको जाडो यो धेरै लङ भयो त्यसलाई हान्न नदिए म छिन्थेँ भन्छ नि त